क्यालिबर ब्रान्ड चाहिँ नेपाली ब्रान्ड भनेर तपाईहरु सबैजनालाई थाहा भइसकेको कुरा हो र यहाँ चाहिँ कस्तो टाइपको सुजहरु पाइन्छ भन्ने कुरा त्यो पनि तपाईहरुलाई थाहा छ र तपाईहरुलाई चाहिँ लेडिजहरुमा यस्तो बुटहरु आएको छ हैन हाई एंकलमा स्नेकर सुज अनि ड्याम बुट र स्नेकर सुजहरु र त्यति मात्र नभएर पार्टी वेयर्स र स्पोर्ट सुजहरु पनि हाम्रो क्यालिबर ब्रान्डको चाहिँ एकदमै बवाल प्रिमियम क्वालिटीको चाहिँ हाम्रो स्टोरमा आइसकेको छ र यदि तपाईहरुलाई चाहिँ क्यालिबर ब्रान्डको पार्टी अफिस फर्मलको लागि पार्टी वेयर सुजहरु लगाउन चाहनुहुन्छ भने पनि हाम्रो स्टोरमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ र एकचोटी म तपाईहरुलाई स्टोर सरर पनि देखाउँछु हेर्नु होला ल भन्नुस् दाइ तपाईलाई चाहिँ क्यालिबरमा हैन के चीज चाहिँ मन पर्छ एकदमै धेरै क्यालिबर यो नेपाली ब्रान्ड हो अनि फर्स्ट अफ अल यो नेपाली ब्रान्ड पनि भयो र यसको प्राइस क्वालिटीहरु एकदम ट्रान्सप्यारेन्ट हुन्छ त्यो भएर यो चाहिँ एकदमै ठीक छ अल ओभर नेपाल एउटै प्राइस हुन्छ यसको होलसेल रिटेल हुँदैन त्यो भएर यो चाहिँ एकदम ठीक छ एकदम ड्युरेबिलिटी पनि राम्रो छ प्राइसहरु पनि एकदम ठीक छ त्यो भएर एकदम मलाई मन पर्छ अनि क्यालिबर त कस्टमरले धेरै मन पराउँछ हैन यसको मेन रिजन चाहिँ के हो यसको ड्युरेबिलिटी प्लस ट्रान्सप्यारेन्ट प्राइसहरु र क्वालिटी चाहिँ मेन्टेन गर्नको लागि चाहिँ एकदमै हुन्छ ब्रान्डले चाहिँ गरेको हुन्छ मतलब युज गर्न पनि सजिलो भयो हैन अरु सुज भन्दा चाहिँ प्राइसहरु पनि एकदमै कम्फर्टेबल प्राइसमा चाहिँ क्यालिबर लाउन सकिन्छ हैन त एकदमै यसको फर्स्ट अफ अल त यसले के रे मोडलहरु एकदमै युनिक राम्रो निकाल्छ प्लस क्वालिटी र प्राइस मेन्टेन गरेको हुन्छ त्यो भएर यो चाहिँ तपाईहरुले जो सुकैले पनि ढुक्क भएर युज गर्दा हुन्छ अरु सब नेपाली ब्रान्ड क्यालिबर लाउन चाहनुहुन्छ भने तपाईहरु सिधा क्यालिबर सुज बिजिमलको अफिसियल आउटलेटमा आउनु भयो भने तपाईहरुलाई यहाँ केही न केही कम्फर्टेबल फिल गर्नु हुनेछ सो सबैजनाले नेपाली ब्रान्डलाई प्रयोग गरौँ प्लस बिजिमलमा आइदिनु होला ठीक छ शर्मिला जी यो चाहिँ हाम्रो युट्युबको लागि बनाएको हैन हजुर एउटा फिडब्याक दिउ त क्यालिबरको फिडब्याक दिन पर्दाखेरि अनेस्टली भन्दाखेरि चाहिँ यस्तो दामी छ मैले नि युज गर्न थालेको अलमोस्ट 5 इयर्स भइसक्यो यस्तो दामी छ लाउन यस्तो कम्फर्टेबल अनि मलाई चाहिँ एकदम मन पनि पर्छ अनि ड्युरेबल पनि छ के प्लस मैले चाहिँ तपाईको आज भन्दा 4 इयर्स अगो एउटा जुत्ता लगाएको थिए लेदरको यस्तै बुटमा लगाएको थिए यस्तो दामी तपाईको अहिलेसम्म स्टिल आइरहेछ आज लाग्छ छैन है तर यस्तो दामी छ है लाउँदा यस्तो कम्फर्टेबल छ अस्ति भर्खरै मैले ब्ल्याक एयरको लगाएको छु बुटमा यस्तो दामी सबैजना आइदिनु होला र हाम्रो नेपाली ब्रान्डलाई माया गरिदिनु प्रमोट गरिदिनु होला थ्यांक यू सो मच वाह ह्यान्डसम पनि देख्छ है तर क्यालिबर सुज यस म दामी लेनु दाइ लेनु अनि बबी दाइ किन मुसुमुसा दाइ न प्लिज भन्दिनुस् बबी दाइ तपाई पनि भन्दिनुस् तपाईलाई यहाँ क्यालिबरमा बिजनेस गर्दा कस्तो फिल भइराछ प्लिज दुई शब्द बोल्दैन त केटो त